यो चाहिँ स्विट कर्नलाई चाहिँ मैले यहाँ म्यारिनेट गरेर राखिरहेको छु। आज चाहिँ म अब यसलाई फ्राई गरेर खान्छु कर्नफ्लोरमा भनेर सोचेको छु नि त। कर्नफ्लोर अन्त नुन हो, अन्त अलिअलि धुलो खोर्सानी हालेर चाहिँ मैले यहाँ एकछिन म्यारिनेट गरेर राखिरहेको छु हो। यो मसला कान्डी भइहाल्यो। अन्त यहाँ चाहिँ मैले तेल गरम गर्दैछु भर्खर हो। यो चाहिँ हिजो करेला फ्राई गरेको तेल चाहिँ त्यसमा नै गर्छु हो। अझ यहाँ निकालेर राख्छु भनेर के भएन नि। अन्त चाहिँ एकदम किचन टिस्यु ल्याएर बोल पनि रेडी भनेर राखेको छु क्या। सट्ट फ्राई गर्दै निकालेर त्यसमा हाल्छु भनेर। अब चाहिँ म यहाँ फ्राई गर्नु गइरहेको छु। कस्तो हुन्छ पनि थाहा छैन अब हो। हेर्नुहोस् है, अब चाहिँ म फ्राई गर्छु साथीहरू। मैले पनि कहीँ खाएको थिएँ दुई पड्किँदो रहेछ है साथीहरू। उयो हुँदो रहेछ है, यो चाहिँ पड्किँदो रहेछ कलिलो भएर क्या। अहिले चाहिँ यहाँनिर चाहिँ स्विट कर्नको अब चाहिँ सिजन आएछ हाम्रो त। अस्तितिर आएर पनि सकिसक्यो हो। यो पड्किँदो रहेछ है, छिटो छिटो गर्दा चाहिँ अन्नतिर पनि आउनेछ। आरामले गर्नुपर्ने फेरि त्यही टाढै बसेपछि हेरिहाल्नुहोस् कतिको डिस्टेन्समा छु भनेर। हेर्दै गर्नुहुन्छ म सबै फ्राई गरेर निकाल्छु। अन्त फेरि बादमा देखाउनेछु। ल यो साथीहरू फ्राई गर्दैछु। यो चाहिँ पहिलो बान्बो अघि हालेको फ्राई गरेर निकालेँ हो। यहाँ पनि भइरहेको छ, पड्किँदै भए पनि हुँदैछ है। यहाँ धनियाँ हो, यहाँ खोर्सानी र प्याज रेडी बनाएर सबैलाई चट चप गर्छु हो। अन्त अहिले फेरि देखाउने छु। ल है साथीहरू फ्राई गरिसकेँ हो। धनियाँ पनि चप गरिसकेको छु। यहाँ चाहिँ प्याज र हरियो खोर्सानी हल्का उयो सटे गर्दैछु हो। बेसी गर्नु पर्दैन, यसलाई हल्का टेस्ट मात्रै हो। अब चाहिँ त्यो फ्राई गरेको स्विट कर्न हाल्छु। त्यहाँबाट चाहिँ मजाले हल्लाई गुल्ली पारेर चाहिँ खानुपर्छ साथीहरू। ल साथीहरू धनियाँ हालेँ हो। अब चाहिँ फ्राई गरेको स्विट कर्न हाल्दैछु है। ल साथीहरू हालिसकेँ हो। अब चाहिँ यसलाई फेरि स्टर गर्दैछु। ल साथीहरू अब चाहिँ रेडी टु इट भयो हो। यति नै हो। अब यसमा चाहिँ अब खाँदाखेरि निम्बु हालेर खाए पनि आफ्नै खुसी छ। पेरी हालेर खाए पनि अलिक चाट मसला हालेर खाए पनि त्यो चाहिँ आफ्नै खुसी हो। र मैले चाहिँ बनाइसकेँ। हेर्दा कम लागेन हो। ल साथीहरू मैले चाहिँ बनाइसकेँ हो। मेरो चाहिँ स्विट कर्न फेभरेट हो र बनाइसकेँ। हजुरलाई चाहिँ मनपर्छ पर्दैन। हाम्रो चाहिँ यति बेला अब चाहिँ स्विट कर्नको निक्लिँदैछ क्या। सिजन आउनु थाल्छ भट्टाबाट गएको थिएँ नि त मन्डीमा जाँदाखेरि चाहिँ लिएर आएको। र हजुरलाई मनपर्छ भने यसरी फ्राई गरेर खान सक्नुहुन्छ साथीहरू। र हजुरलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। साथैमा जो पनि नयाँ हुनुहुन्छ जसले पनि मेरो च्यानल लाइक सब्सक्राइब र कमेन्ट गर्नुभएको छैन प्लिज लाइक सब्सक्राइब र कमेन्ट गर्दै समाजलाई अगाडि बढाइदिनु। साथैमा मेरो च्यानललाई सब्सक्राइब गरिनु नभुल्नु होला। मुख लडबडिन्छ साथीहरू साथै मेरो च्यानल जसले पनि सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि यति नै। टाटा बाई बाई। हजुर समक्ष फेरि अर्को नयाँ भिडियो लिएर आउनेछु। तपाईँसँगको लागि हेर्दै गर्नु होला। बादमा भेट्नेछौँ।